रोज यो मेरो गाईको नाम। गुड मर्निङ साथीभाइहरू, स्वागत छ तपाईँलाई हाम्रो अर्को नयाँ भिडियोमा। प्रकाशले चाहिँ यहाँनिर बाँदरहरूलाई बिस्कुट दिन लागिरहेको थियो। मैले त्यो बिस्कुटको खोल होइन मलाई बिस्कुट बोकेर त पसलबाट आउने बित्तिकै यिनीहरू झम्टेर प्रकाशले दिन थाल्यो। खासमा हामीले होइन केही लिएर आएकै थिएन, गोजीमा हात राखिरहेको थियौँ होइन। अनि यिनीहरूले चाहिँ गोजीमा केही छ कि भनेर आएर हेर्न थाल्यो। अनि प्रकाशले त्यही भएर 10 को बिस्कुट किनेर दिँदै हुनुहुन्छ। ल गमगम सबैजनाले दिन। बाँदर चाहिँ यहाँ बिस्कुट खाँदा खाँदा मान्छेमा परिवर्तन हुन लागिसक्यो होइन, सिधा हिँड्न थालिसक्यो। यो चाहिँ डुडे रहेछ, हातै नभएको एउटा होइन। यिनीहरू झगडा गरेरै यस्तो भएको होला है प्रकाश। हेर्न अब खाएर टुक्रै टुक्रा पारेर भुइँमा हालेको न राखेको। ओइ यहाँनिर आएको आइछ यिनीहरू। ओइ किन राखिरहेको देन भनेर खोसिदियो। ओइ किन भुइँमा हालेको त्यो प्लास्टिक गर्दैन बच्चा। यो चाहिँ म हो कि को हो यिनीहरू समाउन थालिहाल्छ प्याकेट खोलेको देख्ने बित्तिकै। यो प्रकाशले हेर न भयोभरको बाँदरलाई बिस्कुटहरू किनेर खुवायो, मलाई चाहिँ केही छैन। दिएन 5 रुपियाँ दिएन भने जस्तो कि त्यो उता हुन्छ नि स्वयम्भूतिर त्यो बच्चाहरू आइमीहरू हुन्छ नि, 10 रुपियाँ दिनु न भाइ, दाइ 10 रुपियाँ दिनु न भने जस्तो टोक्छ भन्ने पो डर लाग्छ। कटु अब एउटा पेसेन्ट भन्ने चिज छैन यसमा, धैर्यता भन्ने चिजै छैन। हेर मैले अस्ति भर्खर धुइदिएको लुगा फोहोर लगाइदियो यसले। आइज म दिन्छु, आइज यसलाई म प्लास्टिक देखाएर यसो लिएर आउँछु नि। आइज त्यो त मलाई हान्यो त। यो चाहिँ केटा हो। यो केटा हो। आज अलिक चित्र राम्रो हो। अनि उ चाहिँ केटाले हेरिरहेको नि केटी नाचिरहेको होइन। केटा र केटी कुरा गरिरहेको। हाम्रो लोकेसनमा जाँदैछौँ होइन। धेरै टाइम लाउनु भयो है तपाईँले। कुर्दा कुर्दा उनीहरू त्यहाँनिर बुढो हुन लागिसक्यो होला। बल्ल मेकअप गरेर भ्याएर मेकअप आर्टिस्ट आफै हेयर आर्टिस्ट। किन भन्दाखेरि हाम्रो बिहाइन्ड द सिनको क्रुहरू सबैजना थाके। यसको सहारा लिएर जाने सहारा लिएर हामी निचे जायौँ। चिप्लेटी जस्तै यहाँ पुरै बसेर घिस्रेर जानुपर्छ कि। क्यामेरा रेडी हुँदैछ यहाँनिर भिडियो सुटको लागि। आज रोजी हु लभ्स डान्सिङ। रोज यो मेरो गाईको नाम। अनि उसलाई चाहिँ उसको डान्स भनेको चाहिँ फ्रिडम, बर्ड सफ्ट प्रकाश पनि आउनु भइसक्यो। ल डान्स सिकाइदिनु अरे प्रकाशलाई चाहिँ फेरि डर डान्स आउँछ होइन दामी सिकाइदिनु। यो जङ्गली देखाउनु थाल्यो, जङ्गली हरकत। म त रुखमा नलुक्ने भनेर घुम्न आएको। ल घुम्न आएको सबैजना। क्यामेरा रेडी हुँदैछ, अब भाग्न रेडी। प्रकाश पूजा माथि झर्ला नि फेरि। सबैजना सक्ड यहाँ माथि चढेर लड्यो भने अहिले भनेर। ल अब उसले चाहिँ त्यो परेवाको प्वाखहरू मजाले तल झारिदिनुहुन्छ अनि उता चाहिँ क्यामेराबाट भिडियो खिचिदिनुहुन्छ। बलियो छ नि भनेर सोध्दै हुनुहुन्छ।
इमेजिनेसन सक्यो यति चाहिँ ऱ्याप अप भयो अब हामी अर्को सुटको लागि जान लागिरहेको छौँ अब त्यो उनीहरूलाई लिएर कोही गइदिन्छ हुन्छ यताबाट जानु पर्यो हामी सबैजनाले टन्न खाना खाइसकेर दाइको यहाँ मेकअप बुढो जस्तो देखाउनलाई आमा धेरै सेतो यो त पाउडर लगाए जस्तै देख्यो त चाहिँ जाडोको महिनाको छ भने चाहिँ अलिकति ठिक्कको छ म चाहिँ गर्मी महिनाको लगाइरहेको छु फेरि होइन यस्तो हुन्छ के अरे यस्तो मान्छेहरूले गर्मीमा पनि यस्तो लाग्यो अब पालो प्रकाश र सुकृतिको भागो 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 भगाएर लग 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 हामी त देख्दैनौँ नि गाडीमा छिरेर भाग्यो भाग्यो तिनीहरू दुइटा काट भयो लु फेरि अघि नै पनि गाडीमा छिरेको भिडियो सुट गरेको त्यो चाहिँ भिडियो बनेको रहेनछ क्या लास्टको अलिकति अहिले भिडियो बनेको थिएन होइन उनीहरू फेरि छिरेको हजुर भयो मान्छे चकित हुने गरी भयो राम्रो छ त्यो बिचमा अलिकति केही पनि कट गरौँला यहाँ म झुक्केँ क्या उनीहरू यता जान्छ भने अहिले चाहिँ फोटोसुट हुँदैछ दाइको पहिला हजुर हजुर आजको सुट गजब भयो हजुर। अनि सर्ट फिल्म भएर अनि हामीले सोचे अन्त अलिकति टाइम लामो भयो अनि इन्टायर टिमलाई एकदम गजब अनि प्रकाशले एडिट गर्न राम्रो सिकिरहेछ है ल अन्जुले पनि सिकिरहेको छ भने त ओभरअल कुराहरू सिकिरहेको छु ल यसरी सक्यो आजको आजको अब पर्सि भेट्छौँ एकैचोटि होइन पर्सि ल लौदाई केही यति भन्दै आजको हजुर लभ दाइ के लभ दाइले के भन्नु अर्को माइक कोसँग के भयो ला माइक हराइगयो ए माथि माथि राखेको निकालेको छैन होला त्यहाँबाट बोटको साइडमा किचनमा किचनको उता साइडमा माइक हरायो हाम्रो नि माइकको त्यो उयो नै हरायो क्या त्यो चुम्बक हुन्छ नि टान्ने धन्न माइक चाहिँ भेट्यो होइन चुम्बक चाहिँ भेट्दै भेटेन त्यही हो आजको लागि यति नै भन्दै अब हामी घरतिर लाग्नेछौँ बिदाई तपाईँहरूलाई पनि माग्नेछौँ बाई बाई